तपाईहरु सबै पक्कैले पनि अनुभव गर्नुभएको छ होला। कोही कम्पनीजहरु ग्रोथमै हुनुहुन्छ, कोही कम्पनीजहरुलाई सस्टेन गर्न पनि गाह्रो भइरहेको छ। यस्तो किन हुन्छ? कोही कम्पनीज अब ग्रोथमै रहिरहने, कोही कम्पनीजहरुलाई सस्टेन गर्न दैनिक खर्च आफ्नो एक्सपेन्सेस बीईपी सेल्स गर्न पनि गाह्रो हुने। यही प्रश्नलाई हामी मध्यनजर गर्दै ध्यानमा राखी हामी अब यो भिडियो सुरु गरौँ। नमस्कार सबैजनालाई, म विनित रौनियार सी स्विट विथ विनित युट्युब च्यानलबाट। यो च्यानलमा चाहिँ हामी बिजनेस, फाइनान्स, ग्रोथ, लिडरशिप र स्ट्र्याटेजिज का कुराहरू गर्छौँ। आजको यो भिडियोमा चाहिँ हामी स्ट्र्याटेजिक मिट भनेको के हो, स्ट्र्याटेजिक मिट किन गर्नुपर्छ, स्ट्र्याटेजिक मिट कसरी हुन्छ, स्ट्र्याटेजिक मिट गरेपछि कम्पनीलाई हुने फाइदा के हुन्, स्ट्र्याटेजिक मिट कन्डक्ट गर्नाले कम्पनीहरूलाई भनौँ न जे कर्भ स्ट्र्याटेजी ग्रोथ पाउन, स्ट्र्याटेजिक मिट कन्डक्ट गरेपछि कम्पनीहरूलाई ग्रोथ पाथमा हिँड्न कसरी सजिलो हुन्छ, यो सबै कुराहरू हामी छलफल गर्छौँ। पहिलो यो स्ट्र्याटेजिक मिटमा छिर्नुभन्दा अगाडि चाहिँ हामी फ्याक्टर अफ प्रोडक्सनमा जाउँ। फ्याक्टर अफ प्रोडक्सन भनेको चाहिँ के हो? नर्मली फ्याक्टर अफ प्रोडक्सनमा चाहिँ हामीले ल्यान्ड, मसिन, लेबर, क्यापिटल र टेक्नोलोजीलाई हाल्छौँ। टेक्नोलोजीलाई चाहिँ फिफ्थ फ्याक्टर अफ प्रोडक्सनमा आजभोलि नयाँ फ्याक्टर अफ प्रोडक्सनमा हाल्ने गरिएको छ। यो किन भन्दाखेरि टेक्नोलोजी आजको दिनमा अभिन्न अङ्ग बनिसक्यो। मोबाइल नभएको मान्छे नेपालमा संसारभरि कोही पनि हुनुहुन्न। त्यही कारणले आजभोलि टेक्नोलोजीलाई पनि फ्याक्टर अफ प्रोडक्सनको रूपमा राखिन्छ। त्यसपछि हामीले बुझ्नुपर्ने कुरा के छ भने हरेक फ्याक्टर अफ प्रोडक्सन, हरेक रिसोर्सेस चाहिँ लिमिटेड छन्। जस्तो ल्यान्ड पनि लिमिटेड छ, म्यान पनि लिमिटेड छ, मसिन पनि लिमिटेड छ, क्यापिटल पनि लिमिटेड छ, टेक्नोलोजी पनि लिमिटेड छ। यो सबै लिमिटेड रिसोर्सेसहरू छन्। यो लिमिटेड रिसोर्सेसबाट हामीले अप्टिमम एलोकेसन कसरी गर्ने, अप्टिमम बेनिफिट कसरी गर्ने, त्यो सबै कुराहरू चाहिँ हामीले आइडेन्टिफाई गर्नुपर्छ। अब हामी अगाडि बढ्दाखेरि चाहिँ मिसन, भिजन, अब्जेक्टिभ र स्ट्र्याटेजिज र कोर भ्यालुजमा छौँ। कम्पनीको मिसन भनेको के हो, भिजन भनेको के हो, कोर भ्यालुज भनेको के हुन्, सबै कुरामा चाहिँ हामी छलफल गर्छौँ। कम्पनीको भिजन भनेको कम्पनी आज यहाँ छ, कम्पनीले यहाँबाट यहाँ पुग्नु छ भने यहाँबाट यहाँ पुग्ने बाटोलाई चाहिँ हामी भिजन भन्छौँ। कम्पनी आजको दिनमा यहाँ छ, यहाँबाट यहाँ पुग्ने बाटोलाई भिजन भन्छौँ। भिजन चाहिँ लङ टर्म अप्रोच हुन्छ। अब मिसन भनेको चाहिँ कम्पनी यहाँबाट यहाँ पुग्नु पर्ने छ। अब यहाँबाट यहाँ कसरी पुग्ने, यहाँ कसरी पुग्ने, फेरि यहाँबाट यहाँ कसरी पुग्ने, सानो सानो सर्ट टर्म तपाईँको गोल, सर्ट टर्म प्लानिङ चाहिँ हाम्रो मिसन स्टेटमेन्ट भयो। त्यसरी कम्पनीको कोर भ्यालुज भनेको कम्पनीजको भनौँ न विदिन द कोर सिद्धान्त, कम्पनीजको आफ्नै सिद्धान्त हुन्छ। यो डिफ्रेन्ट नेपालमा युज हुने सिद्धान्त एकदम मेजरली युज हुने चाहिँ कस्टमर सेन्ट्रिक अप्रोच, इन्टिग्रिटी, ट्रस्ट, इनोभेसन, यस्ता कोर भ्यालुज चाहिँ डिफ्रेन्ट कम्पनीजमा हुन्छ। अब यो कोर भ्यालुज पनि आफ्नोमा अलग टपिक छ। कोर भ्यालुज अलग टपिक छ, फ्याक्टर अफ प्रोडक्सन अलग टपिक छ, बीईपी सेल्स अलग टपिक छ। त्यसै गरी हाम्रो SWOT एनालाइसिस, स्ट्रेन्थ, विकनेस, अपर्च्युनिटी र थ्रेट, त्यो एनालाइसिस, SWOT एनालाइसिस अलग टपिक छ। स्ट्र्याटेजिक एडभान्टेज प्रोफाइल अलग टपिक छ। इटअप एनालाइसिस, इन्भाइरोमेन्टल थ्रेट अपर्च्युनिटी प्रोफाइल, त्यो अलग टपिक छ। पेस्टल एनालाइसिस, पोलिटिकल, इकोनोमिकल, सोसियो कल्चरल, टेक्नोलोजिकल, त्यो एनालाइसिस अलग पार्टो छ। डिफ्रेन्ट पार्टोजहरू छन्। हामी सबैलाई बिस्तारै कभर गर्दै जान्छौँ। तपाईँहरूलाई यसपछिको भिडियो चाहिँ कुन टपिकमा बन्दाखेरि तपाईँहरूलाई राम्रो हुन्छ, तपाईँहरूले बुझ्न सहज हुन्छ, त्यो हजुरले कमेन्ट गर्नु होला। जुन टपिकमा धेरै कमेन्ट्सहरू आउँछ म त्यो टपिकमा भिडियो बनाउन जमर्को गर्छु। अब हामी अगाडि बढौँ। हामीले अहिलेलाई के बुझौँ भने फ्याक्टर अफ प्रोडक्सन के हुन्छन्, रिसोर्सेस त्यसपछि लिमिटेड हुन्छन्। त्यसै गरी मिसन, भिजन, अब्जेक्टिभ्स, कोर भ्यालुजको कुराहरू गरौँ। सबैभन्दा पहिला है यो स्ट्र्याटेजिक मिट हुनुभन्दा अगाडि चाहिँ कम्पनीको मिसन, भिजन, कोर भ्यालुजहरू अहिले के छ त्यो चाहिँ आइडेन्टिफाई हुनुपर्छ। नर्मली नेपालमा 5 to 10% कम्पनीजको मात्रै मिसन स्टेटमेन्ट, भिजन स्टेटमेन्ट, कोर भ्यालुज, अब्जेक्टिभ्सहरू छन्। अरू कम्पनीजहरूमा नेपालमा यो प्र्याक्टिसै पनि छैन। त्यही कारणले पनि होला हाम्रो अलिकति बिजनेसको ग्रोथ त्यति धेरै नहुन सकेको। सिम्पली के बुझ्नुहोस् भने स्ट्र्याटेजिक मिटमा चाहिँ सबैभन्दा पहिला अहिलेको कम्पनीको प्रेजेन्टको मिसन, भिजन, अब्जेक्टिभ, स्ट्र्याटेजिज के छन्, कोर भ्यालुज के छन्, त्यसमा के सुधार गर्नुपर्ने छ, कुन भिजनमा चेन्ज गर्नुपर्ने छ, त्यो किन गर्नुपर्छ, त्यो कुरा डिस्कस हुन्छ। त्यो डिस्कस हुनको लागि चाहिँ हाम्रो स्ट्रेन्थ, विकनेस, अपर्च्युनिटी र थ्रेट, SWOT म्याट्रिक्स भन्छ। SWOT म्याट्रिक्समा चाहिँ स्ट्रेन्थ र विकनेस हाम्रो इन्टर्नल फ्याक्टर्स भयो। स्ट्रेन्थ र विकनेस माइक्रो फ्याक्टर्स, इन्टर्नल फ्याक्टर्स भयो। अपर्च्युनिटी र थ्रेट हाम्रो एक्सटर्नल फ्याक्टर्स भयो। त्यो दुईवटा फ्याक्टर चाहिँ बाहिरी भन्नुको म्याक्रो फ्याक्टरले आउँछ, बाहिरको फ्याक्टरले आउँछ। र स्ट्रेन्थ र विकनेस इन्टर्नल फ्याक्टर्सले आउँछ। जस्तो कम्पनीमा राम्रो ह्युमन रिसोर्स हुनु कम्पनीको स्ट्रेन्थ भयो। कम्पनीको राम्रो भनौँ न यो बस्ने एरेन्जमेन्ट नहुनु त्यो चाहिँ विकनेस हुनसक्छ। अब बाहिरबाट बजार दरमा भनौँ न ब्याजको दर बढ्दिनु त्यो चाहिँ हाम्रो थ्रेट भयो। सस्तोमा हामीले लोनको ब्याज पायौँ भने त्यो चाहिँ हाम्रो अपर्च्युनिटी भयो।
त्यसै गरी हामीले SWOT एनालाइसिस गर्छौँ। SWOT एनालाइसिस चाहिँ कम्पनीको ओभरअल कम्पनी गर्छौँ। कम्पनीले गर्ने प्रडक्ट्सहरूको आधारमा चाहिँ हामीले बजारको म्याक्रो एनालाइसिस गर्छौँ। त्यो माइक्रो र माइक्रो एनालाइसिसबाट कम्पनीले एउटा कन्क्लुजनमा पुग्छ कि अब के गर्दा हुन्छ, ग्रोथको लागि के गर्ने, स्ट्राटेजी बनाउनु एउटा बेसिक फ्रेमवर्क भन्छ। यसै गरी SWOT एनालाइसिस पछि चाहिँ हाम्रो स्ट्राटेजिक एडभान्टेज प्रोफाइलका कुराहरू आउँछन्, त्यसपछि इटअप एनालाइसिसका कुराहरू आउँछन्, पेस्टल एनालाइसिसका कुराहरू आउँछन्। त्यो सबै यो जुन भनिरहेको छु यो सबै कुरा SWOT एनालाइसिस, इटअप एनालाइसिस, SAP एनालाइसिस, त्यसै गरी पेस्टल एनालाइसिस यो सबै कुरा मिलेर चाहिँ त्यसपछि स्ट्राटेजिस कम्पनीले स्ट्राटेजिक मिटमा बनाउनुहुन्छ। अब प्रश्न आयो स्ट्राटेजिक मिट कहाँ गरिन्छ? नर्मली चाहिँ यो अफिसको कियोस्क भन्दा बाहिर गरिन्छ। नर्मल्ली तपाईँको यो इन्टरनेसनल प्र्याक्टिस अनुसार, नेपालकै प्र्याक्टिस अनुसार पनि एकदम खुला दिमागले सोच्न मिल्ने ठाउँ जस्तो यो रिजोर्टहरूमा, जङ्गलको बिचको रिजोर्टहरूमा नर्मल्ली यो चाहिँ हाम्रो स्ट्राटेजिक मिट गर्ने चलन छ। स्ट्राटेजिक मिट अब कसको लागि गरिन्छ भन्दाखेरि कम्पनीको ग्रोथको लागि गरिन्छ। स्ट्राटेजिक मिट नगर्दाखेरि कम्पनीको ग्रोथ भनौँ न 5 वर्ष पछि हुने थियो भने स्ट्राटेजिक मिट बसिसकेपछि चाहिँ स्ट्राटेजिक अप्सन्स डिसाइड हुन्छ। स्ट्राटेजिक अप्सन्स पछि चाहिँ हाम्रो स्ट्राटेजिक एडभान्टेज प्रोफाइल डिसाइड हुन्छ। त्यो सबै डिसाइड भइसकेपछि कम्पनी अगाडि बढ्दै चाहिँ सबैको इफोर्ट्सहरू भनौँ न, कम्पनीले सबैले इफोर्ट्स लाउनुहुन्छ। कसैले राइटमा लाउनु होला, कसैले लेफ्टमा लाउनु होला, कसैले इस्टमा लाउनु होला, कसैले वेस्टमा लाउनु होला। सबै इफोर्ट्सहरू एउटै डाइरेक्सनमा कम्बाइन्ड हुन्छ। यो स्ट्राटेजिक मिटले सबै इफोर्ट्सहरू एउटै डाइरेक्सनमा कम्बाइन्ड भइसकेपछि कम्पनीको ग्रोथ छिटो हुन्छ भन्ने कुरा चाहिँ हामीले स्ट्राटेजिक मिटबाट बुझ्नुपर्छ। कम्पनीजहरूले स्ट्राटेजिक मिट किन गर्नुहुन्छ भन्दाखेरि चाहिँ यो स्ट्राटेजिक मिटले कम्पनीको ग्रोथलाई फास्ट फरवर्ड मोडमा लगिदिन्छ। यो केही पनि कुरा अलि अलाइन्ड भएर अलाइनमेन्ट ल्याउँछ यसले डिपार्टमेन्ट्स बिचमा, र त्यो अलाइनमेन्ट अनुसार हामीले स्ट्राटेजिक मिट गर्दाखेरि चाहिँ कम्पनी अगाडि बढ्ने पक्कै छ। अब कुरा गरौँ स्ट्राटेजिक मिटमा को जानुहुन्छ त, को पार्टिसिपेट गर्नुहुन्छ। स्ट्राटेजिक मिटमा हाम्रो वर्किङ एमडी, म्यानेजिङ डाइरेक्टर र नर्मली म्यानेजमेन्ट टिम जानुहुन्छ। त्यसमा हाम्रो म्यानेजिङ डाइरेक्टर पर्नुहुन्छ। त्यसपछि चाहिँ हाम्रो डिपार्टमेन्ट हेड्सहरू पर्नुहुन्छ। उहाँहरू आफ्नो डिपार्टमेन्टको नेतृत्व गर्नुहुन्छ, आफ्नो अब विचारधारा धारणा राख्नुहुन्छ। सबैजना कलेक्टिभ इफोर्टले चाहिँ एउटा कमन कन्क्लुजनमा पुग्छौँ हामी। कमन कन्क्लुजनमा पुगिसकेपछि त्यो कमन कन्क्लुजनबाट चाहिँ हामीले कमन स्ट्राटेजिज बनाउँछौँ फर द बेनिफिट अफ कम्पनी। कस्तो अवधारणा हुन्छ भने साथीहरू, कम्पनी ग्रो गरिसकेपछि कम्पनी जसरी ग्रो गर्दै जान्छ त्यसरी नै कर्मचारीहरू पनि एभ्री स्टेक होल्डर्स, चाहे त्यो इन्टरनल स्टेक होल्डर हुनुहुन्छ अर एक्सटर्नल स्टेक होल्डर हुनुहुन्छ, सबैजना चाहिँ सँगै चाहिँ ग्रो गर्नुहुन्छ भन्ने अवधारणा हो यो स्ट्राटेजिक मिटको चाहिँ। यो स्ट्राटेजिक मिटको कन्सेप्ट चाहिँ धेरै अगाडिबाट सुरु भएको हो। नेपालमा चाहिँ त्यति धेरै भनौँ न हार्डली 1 to 2% अफ द कम्पनीजले गर्नुहुन्छ स्ट्राटेजिक मिट। त स्ट्राटेजिक मिट गरिसकेपछि जुन हिसाबको अलाइनमेन्ट आउँछ, जुन हिसाबले यसले ग्रोथलाई पुस गर्छ, त्यो चाहिँ कस्ट बेनिफिट एनालाइसिस गर्ने हो भने बेनिफिट नै बढी छ। त्यो कारणले स्ट्राटेजिक मिट चाहिँ एकदमै इम्पोर्टेन्ट टुल हो। स्ट्राटेजिक मिटबाट बनेका स्ट्राटेजिजहरूले चाहिँ कम्पनीलाई ग्रोथको बाटोमा लाने कि सस्टेन हुन पनि गाह्रो गर्ने, त्यो सबै कुरा गर्छ। जस्तो कुनै पनि ठुलो कम्पनी एकैचोटि ठुलोबाट सुरु भएको होइन। जस्तो गुगल पनि भनौँ न, यो एमाजोन भयो, गुगल भयो, त्यसै गरी अब हाम्रो यो वालमार्ट भयो, सबै कुराको चाहिँ हामीले हिस्ट्री हेर्दाखेरि चाहिँ सानोबाट सुरु हुनुहुन्छ। तपाईँहरूलाई को केस स्टडी हेर्न मन छ है, कुन नेपालको हेर्न मन छ, बाहिरको हेर्न मन छ, त्यसै गरी जति पनि अहिले हामी कुरा गऱ्यौँ यो स्ट्राटेजिक अप्सन्सका, डिफ्रेन्ट स्ट्राटेजिजका, स्ट्राटेजिक टुल्सका, बिजनेसका, फाइनेन्सका, तपाईँहरूले कुन टपिकमा भिडियो हेर्न मन छ मलाई कमेन्ट गरिदिनु होला। म त्यही टपिकमा भिडियो बनाउनु जमर्को गर्नेछु। स्ट्राटेजिक मिटमा चाहिँ सबै डिपार्टमेन्ट हेड्सहरूले, कोही पनि त्यहाँ व्यक्ति हुनुहुन्न, सबै खालि पोजिसन मात्रै हुनुहुन्छ। जस्तो एमडी, सिइओ, सिएफओ, सिओओ, फाइनेन्स हेड, बिजनेस हेड होइन, टेक्निकल हेड, सबै हेडहरूले एकअर्कालाई हेभिली होइन, हामीले ओभरअल कम्पनीलाई नै क्रिटिसाइज गर्छौँ। कम्पनीले के गरिरहेछ, कम्पनीले किन यसो गरिरहेछ, के गर्यो भने बेटर हुन्छ, त्यो सबै कुरा हामीले एनालाइज गर्दै जान्छौँ। अनि अन्तिममा चाहिँ एउटा कमन गोलमा पुग्छौँ। त्यो कमन गोलमा चाहिँ कम्पनी कसरी अगाडि बढ्ने, कम्पनीको ग्रोथ के हुनसक्छ, कम्पनीलाई अझै इन्भेस्टमेन्ट चाहिन्छ भने कसरी इन्भेस्टमेन्ट सिक गर्ने, कसरी त्यो इन्भेस्टमेन्टबाट बेटर रिटर्न बनाउने, कुन स्ट्राटेजिजबाट जाने, गो टु मार्केट स्ट्राटेजी के हुनसक्छ, त्यसको चाहिँ ओभरअल एउटा फ्रेमवर्क चाहिँ स्ट्राटेजिक मिटबाट बन्छ। यो मिट चाहिँ एकदमै कम्पनीको लागि क्रुसल हुन्छ। सबैजनाले एक्टिभली पार्टिसिपेट गरेर सबैजनाले मिलेर यसमा स्ट्राटेजिज बनाउनु भयो भने त्यसमा काम गर्न पनि कम्पनीलाई सजिलो हुन्छ। कम्पनीको इम्प्लिमेन्टेसन है, स्ट्राटेजीको पनि 4वटा फेजेस छ साथीहरू। जस्तो स्ट्राटेजी फर्मुलेसन, स्ट्राटेजी इम्प्लिमेन्टेसन, स्ट्राटेजी इभ्यालुएसन र स्ट्राटेजिक फिडब्याक।
है। स्ट्र्याटेजी फर्मुलेसन स्ट्र्याटेजिक मिटमा हुन्छ, स्ट्र्याटेजी इम्प्लिमेन्टेसन चाहिँ मिटबाट फर्किसकेपछि मिनट्स बनिसकेपछि है माइनट्स अफ स्ट्र्याटेजिक मिट बन्छ। त्यो बनिसकेपछि चाहिँ अब त्यसको इम्प्लिमेन्टेसन हु वेन हाउ हैन त्यो सबै डिसाइड भएर चाहिँ स्ट्र्याटेजिक इम्प्लिमेन्टेसन हुन्छ। इम्प्लिमेन्टेसन भइसकेपछि क्वार्टरली मिटिङमा तपाईँको हाफ इयरली मिटिङमा रिभ्यू मिटिङ्सहरूमा चाहिँ इभ्यालुएट हुन्छ हामी कहाँ छौँ, के गरेर छौँ, अगाडि बढ्न के गर्नुपर्छ, त्यो सबै कुराहरू चाहिँ इभ्यालुएट हुन्छ। त्यो चाहिँ स्ट्र्याटेजिक इभ्यालुएसनमा पर्छ। त्यसै गरी फिडब्याक हुन्छ। यो चेनले यो प्रक्रियाले अगाडि कम्पनी बढ्दै गयो भने चाहिँ कम्पनीको मिसन र भिजन जुन हामीले भिजन कुराहरू चाहिँ यहाँबाट यहाँ पुग्ने कुरा त्यो कुरा चाहिँ कम्पनीले अचिभ गर्छ। अब यसमा माइक्रो र म्याक्रो फ्याक्टर्सको रोल छ। माइक्रो भनेको कम्पनीको कन्ट्रोलमा भएको फ्याक्टर्स, स्ट्रेन्थ र विकनेस। म्याक्रो भनेको अपर्च्युनिटी र थ्रेट, जस्तो कम्पनीको कन्ट्रोलमै छैन। म यो म्याक्रो फ्याक्टर्सको चाहिँ एउटा नर्मल साधारण उदाहरण दिन चाहन्छु तपाईँहरूलाई। अहिले रिसेन्टली नै हाल इभीको चाहिँ नेपालमा धेरै नै क्रेज छ। अब इभी गाडीमा तपाईँले हेर्नुभयो भने पहिला चाहिँ 80% फाइनेन्सिङ हुन्थ्यो, 20% डाउन पेमेन्ट तिर्नु पर्थ्यो। हालसालै 2-3 महिना अगाडि राष्ट्र ब्याङ्कको मौद्रिक नीतिले इभीको चाहिँ लोन फाइनेन्सिङ 60% गरिदिनु भयो। भन्न खोजेको 40% डाउन पेमेन्ट अब कस्टमरलाई पर्ने भयो। यो केसमा चाहिँ हेर्दाखेरि भनौँ न यो मौद्रिक नीति आउनुभन्दा अगाडि इभी गाडीहरूको एउटा मिसन, भिजन, अब्जेक्टिभ, स्ट्र्याटेजिज हुन सक्ला। मौद्रिक नीति आइसकेपछि तपाईँको यो म्याक्रो फ्याक्टर्सको चेन्ज हो। ब्याज दर घटाउने, बढाउने, लोन लिमिट घटाउने, बढाउने यो कम्पनीको हातमा त छैन, यो त बजारको हातमा हो। बजार म्याक्रो इकोनोमिक कन्डिसनको हातमा हो। अब यो केसमा चाहिँ भनौँ न म्याक्रो इन्भाइरोमेन्ट हाम्रो फ्याक्टर्स चेन्ज हुने बित्तिकै तपाईँको स्ट्र्याटेजिज पनि त्यही अनुसार चेन्ज हुनु पऱ्यो। यो स्ट्र्याटेजी जुन हामीले बनाउँछौँ त्यो जब त्यतिसम्म मात्रै रेलेभेन्ट हुन्छ जबसम्म माइक्रो र म्याक्रो फ्याक्टर्स सेम हुन्छ। मान्नुहोस् माइक्रो फ्याक्टर्स पनि बेटर हुँदै गयो र वर्स्ट भयो, त्यतिखेर पनि स्ट्र्याटेजी चेन्ज हुन्छ। अब म्याक्रो फ्याक्टर्समा चेन्ज हुने बित्तिकै अपर्च्युनिटी धेरै भयो भने पनि चेन्ज हुन्छ, थ्रेट भयो भने पनि चेन्ज हुन्छ। त्यो सबै कुरा हामीले एनालाइज गर्नुपर्छ। आशा छ स्ट्र्याटेजिक मिट भनेको के हो, स्ट्र्याटेजिक मिट किन हुन्छ, कसरी हुन्छ, कसरी कन्डक्ट गर्ने, त्यो सबै हजुरहरूले बुझ्नुभयो होला। नेक्स्ट भिडियोमा के हेर्न चाहनुहुन्छ हजुरले मलाई कमेन्ट गर्नु होला। गुड डे सबैजनालाई। गुड डे, बेटर स्ट्र्याटेजिज, बेस्ट रिजल्ट्स। Subscribe C-Suite with Vinit for more interesting and knowledgeable content on strategy, business, finance, leadership and growth. Thank you.